आत्मीय विद्वतजन हार्दिक स्वागत तथा नमस्कार गर्न चाहन्छु। आज पनि यो च्यानल मार्फत तपाईँहरू सबैजनालाई आज फेरि मैले एउटा नयाँ विषयवस्तु लिएर उपस्थित भएको छु। आजको विषयवस्तु रहेको छ कुन ग्रहको कुन दिशा, कुन ग्रह कुन दिशाको स्वामी हुन्छ भन्ने विषयमा आज हामीले जान्नेछौँ। यो ज्योतिषशास्त्रमा यसको ठुलो महत्त्व हुने गर्दछ। यस्तै यस्तै विषयहरू तपाईँलाई मनपर्छन् भने हाम्रो च्यानलमा गएर हेर्न सक्नुहुनेछ। लौ त सुरु गरौँ आजको यो विषयवस्तु। पूर्व दिशामा जहिले पनि सूर्यको निवास हुने गर्दछ। पूर्वबाट सूर्य उदाउने हुनाले पूर्व भनेको सूर्यको स्थान हो। अब पूर्व भइसकेपछि आग्नेय दिशामा आउँ। आग्नेय दिशामा शुक्रको वास हुन्छ। त्यसै गरी दक्षिण दिशामा चाहिँ मङ्गल ग्रहको वास हुन्छ। त्यसै गरी नैऋत्य दिशामा राहु र केतुको वास हुन्छ। त्यसै गरी पश्चिम दिशामा शनिको वास हुन्छ। त्यसै गरी वायव्य दिशामा चन्द्रमाको वास हुन्छ। त्यसै गरी उत्तर दिशामा बुधको वास हुन्छ। त्यसै गरी ईशान्य दिशामा अथवा ईशान दिशामा बृहस्पतिको वास हुन्छ, अर्थात् गुरुको वास हुन्छ। यसरी तपाईँले कुन दिशामा कुन ग्रहको वास हुन्छ भन्ने विषयमा जानकारी लिनुभयो। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। यस्तै भिडियो लिएर म उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि तपाईँले यो च्यानललाई हेर्दै गर्नुहोला। यो भिडियो मन पर्यो भने लाइक, सेयर र कमेन्ट गर्न नभुल्नुहोला। आजका लागि यति नै। धन्यवाद।